तो नमस्ते साथीहरू तमन सबैलाई आजले मेरो एक नयाँ ब्लगमा स्वागत छ। तो आज चाहिँ हमारे इंडिया र नेपाल का बॉर्डर यहाँ सीमाना हो कि ट्याक्क यहाँ महाकाली छ। महाकालीले चाहिँ इंडिया नेपाल को बॉर्डर छुट्टिया छ हैन। और तमनलाई म एक अर्को कुराले देखाउन मल्ला उ मोडमा के छ भनेको छ ओल्ला साइडबाट महाकाली भन्छ और ये साइडतिरबाट चमेलिया भन्छ और दुईले ट्याक्क त्यहाँ मिलन्छ कि त्यो अब यहाँबाट खासै निकट देखिन पर्यो। तबले म यो चाहिँ चमेलियाको पानी त्यो चमल्या भन्दा हाम्रो यहाँ चमल्याको पानी उता महाकालीको पानी हैन मस्त छ यो ठाउँ। तर आज चाहिँ यो गर्मीको मौसम भएले पानी बहुत बढिरहेछ और पानीले बहुत चिसो हुन्छ के एकदम ठन्डीका महिना जस्तो हुन्छ पानी। और तमन देखन्छ अब इन घर चाहिँ यो इन्डियाका घर हुन्, इन्डियातिरका इन्डिया साइडका घर हुन्। यहाँले ऐसा जङ्गलको टक्क बनाएर राख्छन् घर छ। र मथुरको सडक चाहिँ त्यो दार्चुला जाने सडक हो, इन्डियाबाट दार्चुला जाने हाम्रो यहाँ नेपाल जाने सडक। और यो चाहिँ महाकाली भयो। और गर्मी चाहिँ यहाँ बहुत हुन्छ तबले मैले यो ज्याकेट लगाइराखेँ घामले हात हुन नहुँदैन तब लगाइदिएँ म। अब यो खुल्लो बड्डे अब केही टाइम पछि यहाँ हर्दुन बड्डे नदीमा हर्दुन बड्डे टक्क हर्सट धोएर ठन्डा पानीले मजा एकदम चिसो हुन्छ। त्यो पछि चाहिँ हामी लाग्दो घरतिर यहाँ चाहिँ बहुत निको देखिरहेछ। इन्डिया साइडले बहुत ठिक छ। यो पुरा यहाँ ठुलो पहाड छ और पुरा हरियालीहरू छ बीच बीचमा घर टक्क एकदम मस्त देखिरहेछ। और नेपालको एरिया त के भन्ने पुरा स्वर्ग बराबर हो। यहाँ टक्क यही डाँडाका तली घर छन्, टन्न घर छन्, बहुत ठुलो गाउँ छ यहाँ। और त्यो गाउँ बहुत निको देखिन्छ। यो इन्डियाले निको देखिन्छ हाम्रो यो नेपालको गाउँ चाहिँ। तमलाई म माथिबाट देखाउनु न भ्याएर मैले माथि हुने बेला चाहिँ भिडियो रेकर्ड गर्दिन पाएँ। तमलाई म फोटामाले देखाउन होला जोस म देखाउने कोसिस गर्दा अब जाने बेला भयो भएर भिडियो रेकर्ड गर्नु। तमलाई म एक कुरा चाहिँ यो देखाउन यो चमल्या र महाकालीको पानी देखाउन। और इतला गाउँ है ये मन्दिरलाई चाहिँ एसएसबी को अफिस छ यहाँ सीमा सुरक्षा बलको। यहाँ फौजले बसिरहेछन्। मुलाले पहिला चाहिँ खाना थियो अहिले त्यो अरूलाई सोधुन चाहिँ तपाईँले बताए अनुसार चाहिँ यहाँ बसिरहेछन् भन्ने कुरा बुझेँ मैले। और हामीले घर जाने बाटो चाहिँ यो हो। हामी चाहिँ टक्क गाडीमा जाने हो। पहिला चाहिँ हिँडबाट जान्थ्यो यहाँबाट, अहिले चाहिँ अब रोड यहीँसम्म छ तपाईँको लेखा गाडीमा जानु। टक्क यहाँबाट दार्चुला और इन्डिया नेपाल टक्क तिनै सिमानाहरू जोडिएकोले छ अलि माथितिर। त्यहाँ चाहिँ अब हम झन्न सक्छ किनकि हाम्रो काम यहीँसम्म मात्रै हो।